उनको घर सानो थियो, छानो पुरानो थियो र जीवन निकै कठिन थियो। उनका छोराछोरी सबै सहर गएका थिए, कसैले पनि उनलाई सम्झाउँदैनथे। बुढी आमा दिनभरि सानो बगैँचामा तरकारी लगाउँथिन् र साँझ परेपछि एक्लै घरमा बसिरहन्थिन्। एक दिन गाउँ नजिकको जंगलमा ठूलो आवाज आयो। मानिसहरू डराएर भागे। त्यो आवाज अरू कोही होइन, हरियो र बलियो शरीर भएको हल्क थियो। ऊ रिसाएको थियो र जंगलमा एक्लै हिँडिरहेको थियो। सबै गाउँले डराए, तर बुढी आमाले भने डर मानिनन्। उनले हल्कलाई देखेर माया गरेर भनिन्, "बाबु, तिमी किन यति दुखी देखिन्छौ?" हल्क पहिले त चुप लाग्यो। उसलाई मानिसहरूले सधैँ राक्षस जस्तो व्यवहार गर्थे, तर पहिलो पटक कसैले उसलाई मायाले बोलाएको थियो। हल्क बिस्तारै बुढी आमाको घर नजिक आयो। बुढी आमाले उसलाई भात र तरकारी खुवाइन्। हल्क चुपचाप बस्यो। उसले बिस्तारै भन्यो, "हल्कलाई कोही मन पराउँदैन, सबै डराउँछन्।" बुढी आमाले मुस्कुराउँदै भनिन्, "बाबु, ठूलो बल हुनु नराम्रो होइन, मन राम्रो हुनु महत्त्वपूर्ण हो।" त्यस दिनदेखि हल्क कहिलेकाहीँ हल्कलाई भेट्न आउन थाल्यो। ऊ बगैँचा खन्न मद्दत गर्थ्यो, दाउरा बोक्थ्यो र घर मर्मत गर्थ्यो। तर एक दिन सैनिकहरू गाउँमा आए। उनीहरूले हल्कलाई समात्न खोजे। हल्कले बुढी आमालाई हानि नहोस् भनेर केही पनि प्रतिकार गरेन। सैनिकहरूले उसलाई लिएर गए। बुढी आमा टाढाबाट रुँदै भनिरहिन्, "बाबु, तिमी राम्रो छौ, यो संसारले एक दिन बुझ्नेछ।" हल्क गाडीभित्रबाट चुपचाप बुढी आमालाई हेर्दै गयो। उसको आँखाबाट पनि आँसु झरिरहेको थियो। त्यस दिनपछि बुढी आमा फेरि एक्लै भइन्, तर उनको मनमा सधैँ एउटा सम्झना रहिरह्यो। दुनियाँले राक्षस भनेको हल्क वास्तवमा धेरै राम्रो मन भएको साथी थियो।